हेलो काठमाडौँ। यो चाहिँ काष्ठ मण्डप एउटा रुखबाट मात्र बनेको मन्दिर। यो काष्ठ मण्डपको गणेश मन्दिर, जुन मन्दिरमा गजुर छैन। गणेश मन्दिरमा चाहिँ लाखबत्ती बालेको रहेछ। यो दिनमा मैले पनि लाखबत्ती चलाएँ र यो बसन्तपुर कुमारी घर वरिपरिको रमाइलो दृश्य खिच्दै 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 जाँदैछु। हेर्नुहोस् त, आहा कति रमाइलो छ। जुन हजुरले देखिरहनु भएको छ त्यो चाहिँ कुमारीको घर हो। अब बिस्तारै बिस्तारै म चाहिँ नि बसन्तपुर हुँदै 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 जाँदैछु। यी बसन्तपुरमा राखिएका यो टुरिस्टहरूको लागि राखिएका सामानहरू रमाइलो लाग्छ यसरी हेर्दै हेर्दै जाँदा। एक्लै छु, अलि अप्ठ्यारो पनि भइरहेछ, तैपनि हिँड्दैछु, भिडियो खिच्दैछु। एक्लै लखर लखर के गर्नु साथीहरू, रमाइलो लाग्छ। एक्लै हुन्छु प्रायः जसो। खिचेँ अप्ठ्यारो मानी मानी, दायाँ बायाँ हेर्दै हेर्दै बिस्तारै बिस्तारै जाँदैछु। यी हेर्नु त कति रमाइलो छ। ऊ त्यहाँ टुरिस्टहरू धेरैजना छन्। जाँदैछु। अब यहाँबाट चाहिँ म बसन्तपुर प्लाजा 99 मा जानको लागि हिँड्दैछु। सायद 99 पनि आइपुगेछ। म भित्र जान लागेँ। यहाँ कति राम्रो पसल रहेछ, हेर्नुहोस् न, कस्तो रमाइलो छ यो पसल पनि। यो बसन्तपुर जाँदाखेरि एकचोटि मलाई त यो 99 भित्र नछिरेसम्म चित्तै बुझ्दैन साथीहरू। गएँ, भिड रहेछ आज। स्कुलको बच्चाहरू पनि छन् जस्तो छ। गएँ, भर्याङमा लखर 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 गएँ। जाँदैछु। भित्र पुगेँ र सामानहरू हेर्ने क्रममा छु। अरूहरू पनि सामान लिँदै हुनुहुन्छ। म पनि सामान हेर्दैछु, मन लाए लिन्छु, नभए त्यति हेरेर भए नि चित्त बुझाउँछु। यो चाहिँ मेरो एउटा बानी नै हो। त्यहाँ जाँदाखेरि सधैँ छिर्नै पर्छ। चाहे सामान ल्याउँछु, नचाहे ल्याउँदिनँ, तर एकचोटि भित्र नछिरेसम्म चित्त बुझ्दैन। मैले एउटा ग्लास लिउँ कि जस्तो लाग्यो, फेरि मन परेन, फेरि मैले राखिदिएँ र हेर्दैछु, यताउता हेर्दैछु, केही खाँचो छ भने लिएर जाउँ भनेर। सायद मैले के पनि लिइनँ। म बाहिर निस्किने क्रममा छु। म बाहिर निस्केँ यी बसन्तपुरबाट। हस् साथीहरू, म फेरि पनि हजुरहरूलाई अर्को यस्तै भिडियोहरू लिएर आउनेछु। हस् त, धन्यवाद।